र एक वर्षमा हाम्रो संस्थाले आफ्नो लगानी गरेको संस्थाले के कस्तो प्रगति गर्यो, उन्नति प्रगति के छन्, आगामी बाटोहरू के छन्, सल्लाह सुझाव लिएर संस्थाको गतिविधिकामा आतुर भएर बस्नुभएका संस्थाका सेनानी सदस्यज्यूहरू सम्पूर्णमा एकमुष्ट सहकारी अभियान टक्राएको छ। पक्कै पनि कुनै पनि संस्थाको साधारण सभा भनेको त्यो संस्थाले एक वर्षमा भए गरेका गतिविधि जानकारी दिने र आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्ने स्थल हो। धेरै कुराहरू वित्तीय सम्बन्धी धेरै कुराहरू मभन्दा अघिल्लो वक्ता यो ब्याङ्किङ क्षेत्रमा लामो अनुभव भएको छ हुनुहुन्छ भनिसक्नुभयो। कुनै पनि संस्थाको अझ विशेष गरी सहकारी संस्थामा दुई पाटो हुन्छ, एउटा सञ्चालक समिति अथवा त्यसमा लेखा समिति, अन्य समिति र सेवादारी सदस्य। यसमा दुवै पक्षको बराबर भूमिका हुन्छ भन्ने मलाई लाग्दछ। किनकि हामी सोच्ने गर्छौँ हामीले लगानी गरेका छौँ, एउटा सञ्चालक समिति चयन गरेका छौँ, त्यसले काम गरिदिनुपर्छ, हामीलाई वर्ष प्रतिफल दिनुपर्छ भन्ने मात्रै सोच राख्यो भने त्यो सेवादारी सदस्य सफल हुँदैन। हामीले सहकारीका मापदण्ड, हाम्रो कर्तव्य हामीले निर्वाह गरेका छौँ कि छैनौँ, हामीले नियमित बचत गरेका छौँ कि छैनौँ, हामीले कर्जा चाहिँ उपभोग गरेका छौँ, नियमित त्यसको चाहिँ किस्ता अथवा ब्याज क्रिया छौँ कि छैनौँ, आफ्नो पाटो बिर्सेर संस्थाले नाफा मात्रै दिएन, पोहोर पनि बोनस गरेन, अहिले पनि बोनस गरेन भन्ने त्यो देख्नु प्रेरित हुन्छ जस्तो मलाई लाग्दैन। र अर्को कुरा, होइन सञ्चालक समितिलाई जिम्मा दिएका छौँ धेरै खुल्ली यो संस्थाको चाहिँ जिम्मेवारी बोक्नु मात्रै भन्नु पनि हाम्रो गलत हुन्छ। उहाँले ठिक सरकारको काम गर्नुभएको छ कि छैन, बिल भरपाईहरू के छन्, लेखा पद्धति ठिक ढङ्गले राख्नु भएको छ कि छैन, बेला बेलामा हामी संस्थामा गएर त्यो वर्षको क्रिया जम्मा भेला मात्रै होइन, संस्थामा गएर के छ, हामीले गर्नुपर्ने काम के छ, तपाईँले के गर्नुभएको छ, लगानी कस्ता गर्नुभएको छ, जोखिमपूर्ण लगानी कति छन्, म्याद मागेका पैसा उठाउनलाई कस्तो पहल भएको छ, के गर्नुभएको छ, हामीले केही सहयोग गर्न पर्ने छ कि, यो कुरा सेवादारी सदस्यहरूको दायित्व हुनुपर्दछ जस्तो मलाई लाग्दछ। र अर्को कुरा, सञ्चालक समिति अथवा समितिमा भएका साथीहरूले पनि यो संस्था अब हाम्रो जिम्मामा छ, हामीले जे गरेको हुन्छ भने भ्रम राख्नु हुँदैन। किनकि सबैको लगानी भएको छ, सबैले चाहिँ तपाईँलाई विश्वास गरेर संस्था चलाउनलाई एकरा सेवादारी सदस्य मात्रै तपाईँलाई जिम्मा दिएको हुनाले त्यो जिम्मेवारी साथ बोध गर्नुपर्छ भन्ने मैले विश्वास दिएको छु। अरू धेरै कुराहरू त वित्तीय विवरणमा आउला पनि एकछिनपछि पक्कै प्रस्तुत गर्नुहुन्छ, हामीलाई दिनुभएको हुन्छ, कतिपय मैले पढ्न भ्याइँदैन, त्यसमा केही विषय मैले फेरि मैले राख्ने नै छु। त्यस कारणले सहकारी भनेको हामी सबैको साझा हो। यो सञ्चालक समिति होइन, लेखा समिति होइन, अथवा सेवादारी सदस्य मात्रै होइन, अथवा कर्जा उपभोक्ताको अथवा निक्षेपकर्ताको हामीले निक्षेप गरेका छौँ विषयमा। अर्कासँग निक्षेप चाहिँ हाम्रो भएन भने हामी एउटा नियमित बचत खाता भनिन्छौँ, मासिक 1000 जम्मा गर्ने भन्ने यो विगत सहायक संस्था स्थापनाको दोस्रो तेस्रो वर्षदेखि हामीले लागू गरेको हो। हामीले मासिक रूपमा 1000 रुपियाँ बचत गरेका छौँ कि छैनौँ, हामीले बचतमा गर्ने यसले कहाँ लगानी गर्ला, यसले पैसा फिर्ता गर्न सक्छ कि छैन, मेरो चाहिँ फलाको चाहिँ मुद्दतीको चाहिँ म्याद पुगेको छ, त्यो दिने बेला यिनीहरूलाई चाहिँ छ कि छैन, पैसा पुगेको छ छैन, तपाईँ हामीले पनि सहयोग गर्नुपर्छ। सायद अध्यक्षले भन्नु होला कतिपय अवस्थामा मैले मेरो पर्सनल पैसा कसैले फिर्ता गरेर छ, मैले लगानी गर्छु, उहाँले मलाई कन्ट्याक्ट गर्नुभएको छ, हुन्छ सर मेरो पैसा यति दिनमा झिक्दै तपाईँको चाहिँ काम चलाउनुहोस् भनेर चलाएको छु। यो सबै सदस्यले चाहिँ वर्णन गर्नुपर्छ र आफ्नो संस्था हो भनेर जिम्मेवारी बोध गर्नुपर्छ भन्ने लाग्छ। त्यति भन्दै यस तिर्जेली बचत तथा ऋण सहकारी संस्थाको 16औं वार्षिक साधारण सभा सफलताका साथ सम्पन्न होस् भन्ने शुभकामना गर्दै छोटो मन्तव्य टुङ्ग्याउँछु। हस्त धन्यवाद।